आजको भिडियोमा चाहिँ सेकेन्ड ह्यान्ड भए पनि ब्रान्ड न्यू जस्तो क्यामेरा है, एकदमै कम युज भएको क्यामेराहरू चाहिँ हामीसँग हेर्न सक्नुहुन्छ। कुन क्यामेरा छ? A7 III छ, A7R Mark III छ, अनि A7C छ हामीसँग, अनि निकोनको D5600 छ, D तपाईँको 5200 छ, 5300 छ हामीसँग निकोनको है, र R50 छ हामीसँग, R10 छ, R7 छ, अनि त्यसपछि तपाईँको 3500 छ, 5500 छ, 5600 छ है हामीसँग। 980 पनि छ। A7C त झन् सर्ट अकाउन्ट जम्मा तपाईँको चाहिँ 10वटा नै फोटो खिचेको छैन। A7C बाट 2 पिस हामीसँग रिस्टक भइसकेको छ। र 92 को गर्दाखेरि 18 135 एमको लेन्स, ब्याक चार्जर, ब्याट्री, मेमोरी कार्ड सबसेट नै आउँछ। यो क्यामेरा वारेन्टी 10 महिनाको वारेन्टी आउँछ। र यसको प्राइसको कुरो गर्दाखेरि मात्र 1,30,000 होइन। म ब्रान्ड न्यू लिन्छु, सेकेन्ड ह्यान्ड किन लिने भन्नुहुन्छ भने मसँग 2,05,000 मा छ अलरेडी 90 है त। र अर्को कुरो गर्दाखेरि चाहिँ हामीसँग चाहिँ सोनीको A7R Mark III सर्ट अकाउन्टको कुरो गर्नुहुन्छ भने 50वटा नै फोटो खिचेको छैन। A7R Mark III यसको प्राइसको कुरो गर्दाखेरि चाहिँ मात्र अफर प्राइस 1,60,000 दिन्छु, लास्ट प्राइस है। र सोनीको A7C है, सोनीको A7C लिन चाहन्छ भने सर्ट अकाउन्टको गर्दाखेरि 10वटा पनि छैन है, 10वटा फोटो पनि खिचेको छैन। मसँग दुईटै पिस छ, दुईटै पिस तपाईँको 10वटा फोटो पनि खिचेको छैन। यो तपाईँको चाहिँ बक्स नआएको भएर यो सेकेन्ड ह्यान्ड हो है, बक्स आएको भए यो ब्रान्ड न्यू भनेर बिक्री लेखाएको थियो। यसको प्राइसको कुरो गर्दाखेरि 1,60,000 बढीको मात्रै है। मसँग दुईटै पिस ब्रान्ड न्यू बराबर नै छ। लिन चाहन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र अर्को 5600 छ, यो चाहिँ ब्रान्ड न्यू यस्तो कन्डिसनमा छ, विथ किट लेन्स छ। यसको प्राइसको कुरो गर्दाखेरि मात्र है, मात्र तपाईँको चाहिँ 53,000। अलि युजवाला लिन्छ भने मसँग 48,000 मा पनि छ। निकोनको 5600 लाइक न्यू जस्तो छ है यो पनि। र R50 अहिलेको लेटेस्ट मोडल 2023 को मोडल हर्केकवाला क्यामेरा है। यसको सर्ट अकाउन्टको कुरो गर्दाखेरि जम्मा 4,000 फोटो खिचेको छ। यसको प्राइस है मात्र विथ किट लेन्स, सबैमा वारेन्टी हुने भयो, 10 महिनाको वारेन्टी हुने भयो। यसको प्राइसको कुरो गर्दाखेरि चाहिँ 85,000 रुपियाँ मात्रै है। 85,000 मा भोलि नै हालेर जानुहुन्छ भने मसँग 2 पिस बाँकी छ, तपाईँलाई 2,000 रुपियाँ डिस्काउन्ट गरिदिउँला है त म मेरो तर्फबाट। र अर्को छ R10 अहिलेको लेटेस्ट मोडल है, अहिलेको लेटेस्ट मोडल 1000वटा पनि फोटो खिचेको यसमा त 1000वटा। अब यसमा तपाईँको के छ भन्दाखेरि चाहिँ सर्ट अकाउन्ट चेक गर्ने जुन चाहिँ हाम्रो एप्लिकेसन छ त्यसमा तपाईँको चाहिँ यदि सर्ट अकाउन्ट 10 छ, 20 छ, या तपाईँको 100 छ भने पनि 1000 देखाउँछ क्या। अब 1000 क्रस भएर 1100 भयो भने फेरि 2000 देखाउँछ कि। त्यो भएको भएर यसको सर्ट अकाउन्ट 1000 देखाउँछ भने चाहिँ 1000 भनिदिएँ मैले। यसको प्राइसको कुरो गर्दाखेरि मात्र 1,05,000 विथ किट लेन्स। यो ब्रान्ड न्यू बराबर नै छ। अब होइन म ब्रान्ड न्यू लिन्छु नि, किन सेकेन्ड ह्यान्ड लिन्छु भन्नुहुन्छ भने ब्रान्ड न्यू पनि हामीसँग एभाइलेबल छ अहिले फेरि यो R10 चाहिँ। र R7 है, R7 को कुरो गर्दाखेरि चाहिँ मात्र तपाईँको चाहिँ सर्ट अकाउन्टको कुरो गर्दाखेरि जम्मा 1000 मात्रै फोटो खिचेको छ। खासमा 1000 पनि खिचेको होइन, तर 1000 देखाउँछ है। त्यो भइसकेपछि यसको प्राइसको कुरो गर्दाखेरि मात्र 1,45,000 बढीको मात्रै प्राइस है। एकदमै खोज्नुहुन्छ क्रप सेन्सरमा एकदम पावरफुलवाला क्यामेरा। यो ब्रान्ड न्यू जस्तो चाहिन्छ भने 10 महिनाको वारेन्टी आउँछ है। जम्मा तपाईँको नयाँ भन्दा 2 महिनाको वारेन्टी कममा आउँछ हाम्रो बसमा है। प्राइस त 1,45,000 भनिदिने हालेँ। र 5500 को कुरो गर्दाखेरि यो पनि छुँदाखेरि पनि दाग्दैन खालको क्यामेरा छ है। यसको क्यामेराको प्राइसको कुरो गर्दाखेरि तपाईँको चाहिँ मात्र यसको 50,000 मात्र। भोलिको लागि अफर प्राइस 48,000 मात्र है त अफर प्राइस। लिन चाहन्छ भने कन्ट्याक्ट गर्न सक्छ, एकदम राम्रो छ है त। र 5300 लिन चाहन्छ भने विथ किट लेन्स, यो पनि यस्तो नयाँ छ कि विथ किट लेन्स लिन चाहन्छ भने यसको प्राइस 38,000 होइन। मलाई धेरै युजवाला भयो नि हुन्छ भन्नुहुन्छ भने चाहिँ मसँग यो तपाईँको 30,000 मा पनि छ। मसँग एकदमै सस्तो प्राइसमा दिइरहेको छु। नयाँ जस्तो क्यामेरा तपाईँलाई चाहिन्छ भने यो साथीभाइलाई गब्ला तपाईँको मैले नयाँ लिएको सेकेन्ड ह्यान्ड लिएको होइन भनेर गब्लाउनु मिलिहाल्को छ। वारेन्टी पनि 10 महिनाको वारेन्टी दिँदैछु। लिन चाहन्छ भने छिटोभन्दा छिटो कन्ट्याक्ट गर्नु होला। मैले है A7 III लिनुहुन्छ भने A7 III पनि छ, 1,45,000 बढीको मात्रै। सर्ट अकाउन्टको कुरो गर्दा जम्मा 3500 मात्रै छ है। अब ब्रान्ड न्यू जस्तो किट लेन्स चाहिन्छ भने 25,000 मा छ मसँग है। सो A7C यस्तो राम्रो है। सर्ट अकाउन्ट 10वटा नै फोटो खिचाएन भने चाहिँ तपाईँ आफू बुझ्नुहोस् न, तपाईँ आफूले चेक गरेर लिन सक्नुहुन्छ। पसलमा आउनुहोस्, चेक गर्नुहोस्, लिजानुहोस्। र एडभान्स आयो भने क्यास अन डेलिभरी हुन्छ। महँगो सामानहरूमा हाम्रो पेमेन्ट नआइकन हामीले क्यास अन डेलिभरी गर्दैनौँ। र यो सामानहरू तपाईँले एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तपाईँको क्यामेराको फोटो पठाउनुहोस्, भ्यालुएसन गरिदिन्छु। यदि बिक्री हुने रहेछ भने भ्यालुएसन गरिदिन्छु, बिक्री हुने रहेन भने म भ्यालुएसन गर्दिनँ। भ्यालुएसन भएपछि मात्रै आउनु होला है। भ्यालुएसन नभइकन आउनुहुन्छ भने तपाईँलाई चाहिँ दुःख लाग्न सक्छ, तपाईँलाई चित्त नबुझ्न सक्छ। मैले सोचेको रेट र तपाईँले सोचेको रेट एउटै नहुनसक्छ, हाम्रो मन नमिल्न सक्छ। सो छिटोभन्दा छिटो कन्ट्याक्ट गर्नु होला। यो क्यामेराहरू चाहिँ हामीसँग ब्रान्ड न्यू जस्तो है, ब्रान्ड न्यू जस्तो भन्दाखेरि पनि तपाईँको चाहिँ सेकेन्ड ह्यान्ड भन्नै नमिलिरहेको छ। तपाईँ छिटो कन्ट्याक्ट गर्नु होला है त।